कहिले नागरिकताको प्रतिलिपि, कहिले प्यान कार्ड, त कहिले सामाजिक सुरक्षा कार्ड। सरकारी काम पर्दा घरको दराजमा फाइलका ढण्डाहरू पल्टाउने झन्झट हामी सबैले भोगेका छौँ, होइन र? एउटै कामको लागि बारम्बार उही कागजात बोकेर हिँड्नुपर्ने यो बाध्यता अब भने अन्त्य हुँदैछ। आजको यस प्रस्तुतिमा हामी राष्ट्रिय परिचय पत्रबारे गहिरिएर बुझ्नेछौँ। यो एउटा यस्तो डिजिटल समाधान हो जसले हाम्रा सबै कागजी झन्झटलाई एउटै सुरक्षित स्मार्ट कार्डमा समेटिदिन्छ। अब सुरु गरौँ यसको आवश्यकताबाट। अहिलेको डिजिटल युगमा हरेक कुरा प्रविधिसँग जोडिएको छ, तर हाम्रा सरकारी रेकर्डहरू अझै पनि छरिएर रहेका छन्। यो परम्परागत कागजी प्रणालीबाट एउटै भरपर्दो डिजिटल प्रणालीमा जानु सुशासन र हाम्रै सहजताका लागि एकदमै जरुरी भइसकेको छ। साँच्चै भन्नुपर्दा हाम्रो प्रणाली कसरी परिवर्तन हुँदैछ भन्ने कुरा निकै रोचक छ। हिजोसम्म खल्तीभरि नागरिकता, प्यान र भोटर कार्ड कोचेर हिँड्नु पर्थ्यो, तर अबको नयाँ तरिका भनेको नि केवल एउटै 10 अङ्कको राष्ट्रिय परिचय नम्बर र एउटा स्मार्ट कार्ड। यति भएपछि अरू केही बोक्नै परेन। यो 10 अङ्कको नम्बर, जसलाई हामी NIN अर्थात् नेसनल आइडेन्टिटी नम्बर भन्छौँ, यो खासमा के हो त? जब हामी आफ्नो बायोमेट्रिक विवरण दर्ता गर्छौँ, प्रणालीले तुरन्तै हामीलाई यो नम्बर दिन्छ। यो नम्बर हरेक नागरिकको लागि नितान्त फरक हुन्छ र जीवनभर कहिल्यै परिवर्तन हुँदैन। प्राविधिक रूपमा हेर्दा यसका विशेषताहरू निकै नै अत्याधुनिक छन्। यो पोलिकार्बोनेट स्मार्ट कार्डमा एकदमै कडा सुरक्षा प्रविधि अपनाइएको छ। यसमा 10 वटै औँलाको छाप, दुवै आँखाको नानीको स्क्यान, उच्च रेजोल्युसनको फोटो र डिजिटल हस्ताक्षर समावेश हुन्छ। साथै यसमा प्रयोग भएको AES 256 इन्क्रिप्टेड माइक्रोचिपले डाटालाई यदि सुरक्षित राख्छ कि यसलाई नक्कली बनाउन वा कपी गर्न लगभग असम्भव नै छ। र सबैभन्दा रमाइलो कुरा, भोलिका दिनमा यही एउटै नम्बरले ब्याङ्क खाता, मोबाइल सिम, राहत, शैक्षिक छात्रवृत्ति र कृषि अनुदानसम्मका सबै सुविधाहरूलाई एकै ठाउँमा जोड्नेछ। सरकारले विभिन्न सेवाहरूमा यो परिचय पत्रलाई चरणबद्ध रूपमा लागू गर्दै लगेको छ। नेपाल राजपत्रको सूचना हेर्ने हो भने पहिलो चरण अन्तर्गत 2081 साउनदेखि 28 वटा जिल्लामा सामाजिक सुरक्षा भत्ता जस्ता सेवाका लागि यो अनिवार्य गरिएको छ। त्यस्तै तेस्रो चरण अर्थात् 2081 को माघदेखि त देशभरि नै ब्याङ्किङ सेवा, सिम कार्ड निकाल्न र घर जग्गा कारोबार गर्न समेत यो पूर्ण रूपमा लागू हुँदैछ। तथ्याङ्कलाई निहाल्दा एकातिर दर्ता प्रक्रियामा निकै ठूलो उत्साह देखिन्छ। करिब 1,72,00,000 भन्दा बढी विवरण दर्ता भइसकेका छन्। तर एउटा यथार्थ के पनि छ भने 62 लाख भन्दा बढी कार्डहरू छपाई भएर तयार हुँदा जम्मा 23 लाख जति मात्र वितरण भएका छन्। अर्थात् लाखौं छापिएका कार्डहरू अझै पनि सम्बन्धित कार्यालयमा वितरणको पर्खाइमा छन्। यदि कार्ड छपाई भइसकेको छ भने सम्बन्धित वडा वा प्रशासन कार्यालयमा गएर सजिलै बुझ्न सकिन्छ। त्यसो भए यो परिचय पत्र कसरी बनाउने त? यसको आवेदन प्रक्रिया एकदमै व्यवस्थित र सजिलो बनाइएको छ। पहिलो, अनलाइन पोर्टलबाट वा सिधै वडा कार्यालयमा गएर फारम भर्ने। दोस्रो, तोकिएको मितिमा जिल्ला प्रशासन कार्यालय वा वडाको सङ्कलन केन्द्रमा गएर आफ्नो बायोमेट्रिक विवरण दिने। तेस्रो, करिब 30 दिनभित्र SMS मार्फत आफ्नो परिचय नम्बर प्राप्त हुन्छ। यो नम्बरलाई नागरिक एपमा लिङ्क गरेर डिजिटल पहिचानको मजा लिन सकिन्छ। र अन्तिम चरण, कार्ड छापिएर आएपछि भौतिक कार्ड नै सङ्कलन गर्ने। यहाँनिर एउटा कुरा एकदमै ध्यान दिनुपर्छ है, आफ्नो कार्ड वा यसको नम्बर कसैलाई पनि जथाभावी दिनु हुँदैन र नागरिक एपको पासवर्ड सधैँ सुरक्षित राख्नुपर्छ। बायोमेट्रिक दिन जाँदा सबैभन्दा महत्त्वपूर्ण कुरा भनेको आफ्नो सक्कल नागरिकताको प्रमाणपत्र सँगै लान बिर्सनु हुँदैन। यदि पुरानो ढाँचाको नागरिकता छ भने पनि आत्तिनु पर्दैन, छुट्टै प्रमाण चाहिँदैन। तर यदि हालको विवरण नागरिकताको भन्दा फरक छ भने नि, जस्तै बसाई सराई वा विवाह गरेको अवस्था छ भने बसाई सराई दर्ता वा विवाह दर्ताको सक्कल प्रमाणपत्र भने अनिवार्य रूपमा साथमै लैजानुपर्छ। सरकारको दीर्घकालीन लक्ष्य एकदमै स्पष्ट छ। पक्कै पनि नागरिकता प्रमाणपत्र हाम्रो राष्ट्रियताको मुख्य आधार हो, तर भविष्यमा दैनिक सरकारी कामकाज र सम्पूर्ण सेवा प्रवाहका लागि राष्ट्रिय परिचय पत्रले नै नागरिकताको परम्परागत कामलाई पूर्ण रूपमा प्रतिस्थापन गर्नेछ। यसले हाम्रो दैनिकीलाई साँच्चै नै सहज बनाउनेछ। अब कुरा गरौँ केही विशेष अवस्थाहरू र यस प्रणालीको भविष्यबारे।
हाम्रा समाजमा सबैको अवस्था एउटै हुँदैन नि, होइन र? सामान्यतया नागरिकता वा प्रमाणित पहिचान भएका 16 वर्षमाथिका सबै नेपाली नागरिकले यो परिचय पत्र पाउँछन्। तर प्रश्न उठ्छ, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, 16 वर्ष मुनिका नाबालक वा विदेशमा बस्ने गैर आवासीय नेपाली अर्थात् एनआरएनहरूको हकमा चाहिँ के व्यवस्था छ त? यसको समाधान निकै व्यावहारिक छ। ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिहरूलाई लाइनमा बस्न नपर्ने गरी प्राथमिकता दिइएको छ। अझ टाढा र दुर्गम क्षेत्रमा त घरमै पुगेर सेवा दिने व्यवस्था समेत गरिएको छ। त्यस्तै 16 वर्ष मुनिका नाबालकहरूको विवरणलाई अभिभावकको नम्बरसँग जोडेर छुट्टै नाबालक परिचय पत्र जारी गरिन्छ। अनि विदेशमा बस्ने एनआरएनहरूको कुरा गर्नुपर्दा उहाँहरूले हाललाई सान फ्रान्सिस्को जस्ता विदेश स्थित नेपाली नियोगहरूबाटै 10 वर्ष मान्य हुने परिचय पत्रको लागि आवेदन दिन सक्नुहुन्छ। मनमा उठ्ने अर्को स्वाभाविक प्रश्न, के यो परिचय पत्र बनाउन पैसा लाग्छ? र यदि कुनै कारणले कार्ड हराइहाल्यो भने के गर्ने? आउनुहोस् यसको आधिकारिक नियम पनि बुझौँ। यसको उत्तर एकदमै स्पष्ट छ। पहिलो पटक यो कार्ड बनाउँदा पूर्ण रूपमा निशुल्क छ, 1 रुपियाँ पनि लाग्दैन। तर यदि कार्ड हरायो र नयाँ प्रतिलिपि निकाल्नु पर्यो भने चाहिँ 500 रुपियाँ शुल्क लाग्छ र त्यसको लागि नागरिक पोर्टल मार्फत प्रहरी रिपोर्ट सहितको निवेदन पेश गर्नुपर्छ। त्यसैले आफ्नो कार्ड सुरक्षित राख्नु नै सबैभन्दा बुद्धिमानी हुन्छ। यसले कसरी भविष्यको डिजिटल नेपालको जग बसाल्दैछ भनेर पनि हेरौँ। अहिले यो कार्ड नहुँदैमा नागरिकले कुनै पनि सेवा नै नपाउने भन्ने पटक्कै होइन। तर यो भयो भने सेवा लिने प्रक्रिया अत्यन्तै सहज र छिटो हुन्छ। भविष्यमा भोटर आइडी, प्यान नम्बर, कर प्रणाली, स्वास्थ्य बीमा सबै यही एउटै प्रणाली र नागरिक एप मार्फत ई-गभर्नेन्सको सञ्जालमा जोडिनेछन्। यदि कुनै सहायता चाहिएमा वा आफ्नो कार्डको अवस्था बुझ्नु परेमा आधिकारिक माध्यमहरू प्रयोग गर्न सकिन्छ। थप जानकारीका लागि राष्ट्रिय परिचय पत्र तथा पञ्जीकरण विभागको वेबसाइट www.donidcr.gov.np साथै सोधपुछको लागि सरकारको हटलाइन नम्बर 1111 वा विभागको टोल फ्री नम्बर 160001966666 मा पनि सम्पर्क गर्न सकिन्छ। सधैँ याद राखौँ, आफ्नो पहिचान, आफ्नो भविष्य, राष्ट्रिय परिचय पत्र बनाऊ, सजिलो सेवा लिऊ। अन्त्यमा एउटा प्रश्न साँच्चै विचारणीय छ। हिजोका दिनमा कागजका ढड्डाहरू बोकेर हिँड्ने अवस्थादेखि आज इन्क्रिप्टेड माइक्रोचिपमा अटाएको सुरक्षित पहिचानसम्म आइपुग्दा के हामी सबै ई-गभर्नेन्सको यो साझा डिजिटल भविष्यलाई पूर्ण रूपमा आत्मसात गर्न तयार छौँ त? पक्कै पनि यो क्रान्तिले सुशासनलाई बलियो बनाउँदैछ। आउनुहोस् यो रूपान्तरणमा सहभागी बनौँ। आजको यस प्रस्तुतिमा हामीसँगै रहनु भएकोमा धेरै धेरै धन्यवाद।